रासोपाले एउटा क्याम्पेन चलाएको रहेछ, अर्को विधा देशको लागि भनेर। यो क्याम्पेनको अर्थ चाहिँ ठ्याक्क दुईटा अर्थ छ। एउटा अर्थ भनेको चाहिँ अर्कोचोटि चुनाव हुने बेलाको लागि मस्त कमाएर पैसा जम्मा गरेर राख, साउसँग विदा गरेर हुन्छ अथवा त्यो जागिरी छोडेर हुन्छ, जेसुकै गरेर होस् नेपालमा आएर चाहिँ भोट हालिदियो अनि फेरि फर्क आफ्नै पैसाले भन्ने खालको कुरा। एउटा अर्थ यो हो। दोस्रो अर्थ भनेको चाहिँ रासोपाको रियल एनालाइसिस गर्ने त तरिका पनि छैन। यसो अनलाइनमा हेरेर आफ्नो सपोर्टमा कसले बोल्यो त भनेर प्रोफाइल खोले विदेशमा हुने, अर्कोले सपोर्टमा बोले यसो खोलेर प्रोफाइल हेर्दाखेरि विदेशमा हुने, 10 मा चाहिँ 9 जनाको प्रोफाइल खोल्दाखेरि आफ्नो सपोर्टमा बोल्नेको त्यो विदेशमा हुने। त्यही भएर के लागिरहेछ भन्दाखेरि चाहिँ देशभित्रबाट त भोट आउँदैन, विदेशबाट आएकोले चाहिँ हालिदियो भने चाहिँ हाम्रो चाहिँ अलिकति सिट बढ्ला पहिलाको भन्दा भन्ने चाहिँ अपेक्षा हो। यो दुईटा अर्थ हो यो क्याम्पेनको। अब रासोपाको पारा कस्तो छ अहिले भन्दाखेरि विदा पनि आफै मिलाऊ, टिकट पनि आफै काटेर नेपाल आऊ चुनावको बेलामा, त्यसपछि अरू अगडम क्याम्पेन कहाँ पैसा बाँड्नु छ त्यसको लागि आर्थिक सहयोग पनि तिमीहरूले जुटाइदेऊ, सबै तिमीहरू गर, भोलि हामी चाहिँ सत्तामा जान्छौँ भन्ने जस्तो कुरा छ।